हेलो दिदी नमस्कार। नमस्ते बाबु। आराम हुनुहुन्छ? आरामै छु बाबु। यस्तो गर्मीमा मकै पोलेर बेचिरहनु भएको छ। कस्तो हुन्छ आम्दानी? ठिकै हुन्छ? अलिअलि खानाबाट बाबु। ए कतिजना हुनुहुन्छ घर परिवार? घर परिवार 5 जना। 5 जना हुनुहुन्छ? हजुर। को हुनुहुन्छ? सबै केटाकेटी। ए बच्चा बच्ची चाहिँ कति? 3टा। ए पढ्दै हुनुहुन्छ? हजुर पढ्दैछ। बच्चा एउटा उहाँ नै हो? एउटा नानी है? कति राम्रो क्युट रहेछन् नानी पनि अनि बाबु पनि। अनि हजुरको जेठो छोरा पनि हो? घरमै खाना पकाउन लाग्यो। 2टा छोरा एउटा छोरी? हजुर। अहिले खाना पकाउँछन् बाबुले? खाना पकाइदिन्छ बाबु। ए कति वर्ष पुग्यो अहिले बाबु? बाबु 11 वर्ष। 11 वर्ष। अनि ये सानो चाहिँ बाबु नि? सानी नानी, त्यहाँ जेठो अर्को बाबु, त्यहाँ पछि गयो बाबु। हजुर। कान्छी छोरी। अनि यस्तो गर्मीमा तपाईलाई मकै पोल्दा त धेरै कठिन हुन्छ होला, धेरै गाह्रो हुन्छ होला। बाहिर देश पनि छ अहिले त माहौल पनि, तर नेपालमै रोज्नुको कारण के हो तपाईको? अलि के गर्ने त, बच्चा बच्ची हेर्नु पर्यो। अहिले बाबुहरू पढ्दैछन्? अहिले पढ्दैछन्, सानै छन्। कहिलेकाहीँ त मैले बाबुहरूलाई दिनमा पनि यतै मकै पोल्दै राखेको देखिरहेको हुन्छु। आउँछन्। हजुर तपाईँलाई जे होस् सहयोग गरिरहेछन् बाबु? सहयोग गर्छन् बाबु, धेरै गर्दैन यति। हजुर। त्यही भएर सहयोग गर्छन्। अहिले कति क्लासमा पढ्छन् बाबुहरू? बाबु अहिले एउटा छ। हजुर। अनि अर्को 4। हजुर। सानी भर्खरै एलकेजी। ए पढ्छ। सानी चाहिँ एलकेजीमा? एलकेजी। युकेजी। युकेजी। ए जे होस् तपाईँले बच्चाको फीहरू मजाले तिर्न सक्नुहुन्छ यही मकै पोलेर नै? हजुर। दिनको कमाइ कति हुन्छ होला दिदी? दिनको हुन्छ बाबु त्यही 1400-1500 डोकी नउठाएर हुन्छ। अनि आफूलाई अलिअलि आउँछ 300-400। ए हजुर। 300-400 फाइदा मजाले हुन्छ? 300-400 त आइहाल्छ बाबु। जे होस् अहिले महँगीमा 300-400 भन्ने जे होस् आफ्नो घर खर्च मजाले चलिरहेछ? चलिहाल्छ। नुन तेल खानाबाट त पुगिरहेछ। हजुर। थ्याङ्क यू दिदी, यो थोरै बायो दिनुभएकोमा धेरै धेरै धन्यवाद। फेरि अर्को एपिसोडमा फेरि जोइन गर्नेछु। हस् त, नमस्कार। हुन्छ बाबु। तर मनमा पीडा चिन्ता भए पनि एकजना दिदीले मुसुक्क हाँसेर इन्टरभ्यू दिनुभयो, धेरै खुसी लाग्यो। एकजना दिदी एउटा गर्मीमा, यस्तो गर्मीमा जे होस् धेरै मान्छे बाहिर देश नै गइरहेका छन्, तर एउटा दिदी यो सुर्खेतमा यस्तो गर्मीमा एउटा रुखमुनि मकै पोल्दै आफ्नो जीविका पार्जन गरिरहनु भएको छ। उहाँलाई धेरै धन्यवाद अनि सलाम छ। तपाईहरूको विचार के छ कमेन्टमा लेख्नुहोला। नमस्कार।